राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076ले विद्यालय शिक्षाको तहगत र कक्षागत संरचना सार्वजनिक गर्दै विद्यालय तहको प्रारम्भिक बाल विकास तथा शिक्षालाई 4 वर्ष उमेर समूह भित्रका बालबालिकाहरूले सिक्ने एउटा तहका रूपमा उल्लेख गरेको छ। यसको सिकाइ क्षमता स्तर उल्लेख गरिएको पाइँदैन। यसभन्दा पछिका कक्षाहरू कक्षा 1 देखि चाहिँ सिकाइ क्षमता स्तरको तहहरू विभाजन गरेको छ। यो हिसाबले हेर्ने हो भने प्रारम्भिक बाल विकास तथा शिक्षाको उमेर समूहका बालबालिकाहरूका लागि हामीले विद्यालय तहको आधारभूत तह कक्षा 1 मा जानका लागि तयारी गर्ने कामहरू यो प्रारम्भिक बाल विकास तथा शिक्षा को उमेर समूहमा गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा प्रारम्भिक बाल विकास तथा शिक्षाको लागि पाठ्यक्रम विकास केन्द्रले प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम 2077लाई स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ। यस अन्तर्गत प्रारम्भिक बाल विकासमा 2 किसिमका सिपका क्षेत्रहरू, एउटा चाहिँ आधारभूत सिप सिकाइका क्षेत्र, अर्को विषयगत सिप सिकाइका क्षेत्र अन्तर्गत रहेर हामीले बालबालिकाहरूलाई सिकाउनु पर्ने हुन्छ। पहिलो आधारभूत सिप सिकाइका क्षेत्र अन्तर्गत 6 वटा सिपहरू छन्। शारीरिक सिप, संवेगात्मक सिप, सामाजिक सांस्कृतिक र नैतिक सिप, बौद्धिक तथा मानसिक सिप, स्वास्थ्य पोषण सुरक्षा र वातावरण सिप र सृजनात्मक सिप गरी 6 वटा सिपहरू छन्। यसको वार्षिक समय चाहिँ 384 घण्टा कायम गरिएको छ। त्यस्तै विषयगत सिप सिकाइका क्षेत्र अन्तर्गत 5 वटा सिपहरू हामीले बालबालिकाहरूलाई सिकाउनु पर्ने हुन्छ। त्यसमा भाषिक सिप, पूर्व गणितीय सिप, दृश्य कला, कार्यकारिता र सृजनशीलता, वरपरको वातावरण, सामाजिक सिप छन्। यसका लागि चाहिँ 192 घण्टा चाहिँ तोकिएको छ। यो हिसाबले प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाहरूलाई हामीले 576 घण्टाको समयमा 1 वर्षभरिमा यी चाहिँ 11 वटा सिपहरू चाहिँ हामीले कक्षा कोठामा आधारित भएर अर्थात् विद्यालयमा आधारित भएर सिकाउनु पर्ने हुन्छ। बालबालिकालाई कक्षा कोठाभित्र यी 11 वटा सिपहरूमा आधारित भएर सिकाइ गर्नका लागि साबिकमा शिक्षा विभागले 2067 सालमा एउटा प्रारम्भिक बाल विकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका भनेर निकालेको छ। यो पुस्तिकाभित्र बाल विकास कक्षाका 6 वटा सिकाइ क्षेत्रहरूको बारेमा पनि वर्णन गरिएको छ। ती 6 वटा सिकाइ क्षेत्रमा भाषा सिकाइ क्षेत्र, गणित सिकाइ क्षेत्र, अभिनय क्षेत्र, सृजनात्मक सिकाइ क्षेत्र, स्वावलम्बन सिकाइ क्षेत्र र विज्ञान सिकाइ क्षेत्र पर्दछन्। यी 6 वटा सिकाइ क्षेत्रको बारेमा म यो भिडियोमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। पहिलो हो भाषा सिकाइ क्षेत्र। यसलाई पुस्तकालय कुना अर्थात् भाषा सिकाइ कुना पनि भनिन्छ। यो चाहिँ बाल विकास कक्षाको कोठाभित्र बालबालिकाको भाषा सम्बन्धी क्रियाकलापमा आधारित भएर सिक्नका लागि अत्यन्त महत्त्वपूर्ण सिकाइ क्षेत्र हो। यो पुस्तकालय अर्थात् भाषा सिकाइ क्षेत्रमा बालकथा, बालबालिकाहरूलाई चित्रात्मक तथा अङ्क तथा अक्षरको ज्ञान हुने पुस्तिकाहरू, फ्ल्याटिन बोर्ड, विभिन्न चराचुरुङ्गी, पशुपक्षी, मानिसका मूर्ति जस्ता सिकाइ सामग्रीको व्यवस्था गरिएको हुनुपर्दछ। यसरी व्यवस्था गर्न सकेको अवस्थामा बालबालिकाहरूलाई हामी भाषासँग सम्बन्धित सिकाइ गराउन सक्षम हुन्छौँ अर्थात् सक्छौँ। दोस्रोमा गणित सिकाइ क्षेत्र पर्दछ। यसमा बालबालिकाको सिकाइका लागि अङ्क अङ्कित पजल, रङ्गीन डोमिनो, स्थानीय स्तरमा उपलब्ध हुने बिया, काठ तथा ढुङ्गाका साना साना टुक्रा जस्ता सिकाइ सामग्रीको व्यवस्था गरिएको हुनुपर्दछ। तेस्रोमा अभिनय क्षेत्र पर्दछ। अभिनय क्षेत्र बालबालिकाको सिकाइका लागि अति आवश्यक क्षेत्र पनि हो। कक्षा कोठाभित्र अभिनय क्षेत्रको व्यवस्था गरेको अवस्थामा बालबालिकाहरू आफै अभिनय गरेर केही नयाँ कुराहरू सिक्दछन्। अभिनय मार्फत सिकाइ गर्नका लागि कक्षा कोठाभित्र जुन अभिनय क्षेत्र कुना हुन्छ त्यो कुनामा चाहिँ पुतली, भाँडाकुटी, सामानहरू जस्ता सिकाइ सामग्रीको व्यवस्था गरिएको हुनुपर्दछ। प्रारम्भिक बाल विकास कक्षा कोठाभित्र सिकाइका लागि हुनुपर्ने चौथो क्षेत्र चाहिँ सृजनात्मक सिकाइ क्षेत्र हो। यसको माध्यमबाट विद्यार्थीले सिकाइ गर्नका लागि यो सिकाइ क्षेत्र अन्तर्गत हामीले कक्षा कोठाभित्र ब्लक, पजल, उन्ने बुन्ने सामग्री, रङ, ब्रुस, आकार साइज मिलाउने, छुट्याउने, विभिन्न रङको कागज, माटो, बालुवा, पानीको व्यवस्था गरेको हुनुपर्दछ। यस्तो गरेको अवस्थामा विद्यार्थीहरू आफै क्रिएटिभ भएर नयाँ नयाँ खालका सामग्रीहरू बनाउनका लागि तयार हुन्छन्। उनीहरू रमाउँछन् पनि, रमाउँदै खेल्दै सिक्छन्।
पाँचौं क्षेत्र हो स्वावलम्बन सिकाइ क्षेत्र। यसमा बालबालिकाले आफ्नो स्वावलम्बनका लागि आवश्यक पर्ने सिपहरू सिक्नुपर्ने हुन्छ। जस्तै लुगा लगाउने सिपहरू हुन सक्छ। लुगा लगाउँदाखेरि जुत्ता लाउनु पर्यो, जुत्ता लाउँदाखेरि तुना बान्ने कुराहरू हुन सक्छ, तुना खोल्ने कुराहरू हुन सक्छ, पाइन्ट लाउने कुराहरू हुन सक्छ, पाइन्ट लाउँदाखेरि त्यहाँ जिप लाउने कुराहरू होला, सुरुवाल लाउँदाखेरि इजार कस्ने कुराहरू होला हैन, कमिज लाउँदाखेरि बटन लाउने कुराहरू होला, जकेट लाउँदाखेरि फास्टनर लाउने कुराहरू होला, अनि हुक लगाउने कुराहरू, अनि झोलामा चेन लगाउने कुराहरू, यस्ता कुराहरू चाहिँ विद्यार्थीहरूले आफै सिक्नुपर्ने हुन्छ। यसका लागि यस्ता किसिमका सिकाइ गर्न मिल्ने सामग्रीहरू प्रारम्भिक बाल विकास कक्षाको एउटा कुनामा राख्नुपर्ने हुन्छ। त्यसलाई स्वावलम्बन सिकाइ क्षेत्र अर्थात् स्वावलम्बन सिकाइ कुना भन्न सकिन्छ। त्यो कुनामा गएर बालबालिकाहरूले यी सिपहरू सजिलै सिक्न सक्दछन्। प्रारम्भिक बाल विकास कक्षा कोठाभित्र बालबालिकाको सिकाइका लागि रहनुपर्ने अर्को क्षेत्र विज्ञान सिकाइ क्षेत्र हो। यसलाई हामी विज्ञान सिकाइ कुना पनि भन्न सक्दछौँ। यसमा चाहिँ विज्ञानका सामग्रीहरू, खास गरी तराजु, स्केल, माटो, बालुवा जस्ता बच्चाले अभ्यास गर्ने सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ। यस्तो गरिएको अवस्थामा विद्यार्थीहरूले क्रिएटिभ ढङ्गले विज्ञानसँग सम्बन्धित सिकाइ गर्नका लागि सजिलो हुन्छ। यसमा चाहिँ बाल विकास कक्षाको सहजकर्ताले सजिलै सहजीकरण गरेर विज्ञानसँग सम्बन्धित सिकाइहरू बालबालिकाको सुरुदेखि नै सिकाउन सकिन्छ। यसले गर्दाखेरि पछि गएर उनीहरूको विज्ञानप्रतिको रुचि र आइक्यू सँग सम्बन्धित ज्ञानहरू तीव्रतत रूपमा बढेर जान्छ। हस्त धन्यवाद। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? प्रारम्भिक बाल विकास कक्षा कोठाभित्र यहाँभन्दा यदि अन्य सिकाइ कुनाहरू अर्थात् सिकाइ क्षेत्रहरू आवश्यक ठान्नुहुन्छ र तपाईँलाई त्यस बारेमा जानकारी छ भने कृपया कमेन्ट गरेर अन्य व्यक्तिहरूलाई थप जानकारीका लागि यहाँहरूले सहयोग गर्न सक्नुहुनेछ। धन्यवाद। नमस्कार।